सो फेरि ब्याक टु अब अगाडिको फ्रन्ट क्यामेराबाट भिडियो गर्दैछौँ। अघि तपाईँहरूले पछाडिको सिन देख्नुभयो, अब मेरै फेस हेर्नु होला। पसिनाले गर्दा पुरै भिजेको छ र टी सर्ट पनि त पुरै लगभग खत्तमै भएको छ हो, पुरै भत्ताभुङ्गे नै हुने अवस्थामा पुगेछ हाम्रो चाहिँ। र अहिलेको अवस्था भन्नुपर्दा हामी छौँ पञ्चकन्या मन्दिरको जङ्गलतिर र हामीसँग आज हुनुहुन्छ उताबाट प्रकाश दाई र म हिँड्दैछु। सास फुल्दैछ, अक्सिजन भित्र छिर्दैछ। कहाँ छ यो हाम्रो राजाको दरबार? न गुगल म्यापमा भेटिन्छ न कहीँ भेटिन्छ। गए त गए कहाँ? हामी ठ्याक्कै यो अब यो माथि के डाँडा, यो विन्ध्यवासिनी मन्दिरको माथि पुगिसकेका छौँ र हामीले खोजेको राजाको दरबार चाहिँ भेटेको छैनौँ। कहाँ चाहिँ रहेछ? कति भित्र लुकेको? उठेपछि आयो समयले जवानी, लुटेपछि आयो हो। आजको शनिबार चाहिँ गुड शनिबार भएछ। हाइकिङ, रनिङ र केही नयाँ कुरा खोज्ने काम पनि सुरु भयो हाम्रो, एक्सप्लोर गर्ने कामहरू। हजुर गए कहाँ त त्यो मन्दिर? यो तल छ कि? अस्ति हिजो एउटा मान्छे तलबाट आएको थियो त होइन? हिजो एकजना थियो क्या तलबाट आएको थियो। माथि कता त? तपाईँ माथि पुग्नु, म तल हेरेर आउँछु। सो दाइ चाहिँ माथि लाग्नु हो, म चाहिँ अब तल यसो केही नयाँ कुरा भेटिन्छ कि भन्ने आशमा तलतिर जाँदैछु। तल पनि कस्तो हाइटमा छ भने ल हेर्नुहोस् तलको हाइट। सो लेट्स गो टु सर्च फर भत्ताभुङ्गे राजाको दरबार। महाराजजीको दरबार चाहिँ कतापट्टि हो हामीलाई नभेटेको? हामीलाई सबैले त्यही भनेका छन् कि कहाँ छ गएर यसो बस्नु हेर्नु, हामीले देखेका छैनौँ। र हामी आज खोजी गयो भने चाहिँ नखोजेर हामी छोड्ने बात चाहिँ छैनौँ नभेटेसम्म। सो यो चाहिँ अब लास्ट स्टेप होला जस्तो लाग्छ। अझै तल बाटो त रहेछ।